हेलो हेलो आज चाहिँ फेब्रुअरी 14 हो। आज चाहिँ भ्यालेन्टाइन डे हो। सबैजनालाई ह्याप्पी भ्यालेन्टाइन डे। आज चाहिँ मेरो के आज चाहिँ म राम्रोसँग देखेको छु। ये क्या है? आज चाहिँ मेरो थोरै सरप्राइज जस्तो सरप्राइज छ। सरप्राइज फर समवन। मेरो यहाँ यसमा भिडियो भयो कि भएन? भा होला। सरप्राइज चाहिँ के हो भन्दाखेरि कस्तो दिन गुम्म भएर राम्रोसँग लगायो खोल्न मन लाग्यो कि मलाई। सरप्राइज चाहिँ के हो भन्दा अहिले गएपछि थाहा हुन्छ है त। यसको लागि हेर्दै गर्नु होला। समवानलाई भ्यालेन्टाइन डे स्पेसल डिम्की भनेर हेरेको। अनि त्यसपछि यो भ्लग त्यसको बारेमा हो। लास्टसम्म हेर्नु होला है, रमाइलो हुनेवाला छ। रमाइलो हुनेवाला छ आज केही। अहिले चाहिँ म सिधै जान्छु अनि उहाँ साथीभाइहरूलाई भेट्छु। उनीहरूले मलाई पर्खिरहेको अघि नै आइपुगेछ। मैले उनीहरूलाई त भनेको छु कि। अनि त्यसपछि गएर सिधै सोरुम जान्छौँ। सोरुम गएपछि अनि फोन गरेर सबै हेऱ्यो। त्यसको लागि हेर्नुपर्छ भिडियो। म अहिले भन्दिनँ। केही हुनेवाला छ। आजको दिन चाहिँ कस्तो राम्रो, तर बिहान पानी परेको रहेछ। अहिले चाहिँ बाटोहरू भिजिरहेको छ कि। कति राम्रो कुकुर। कति छिटो जाडो के अरे गर्मी भएको हो। जाडो महिनामा पनि अहिले चाँडै नै जाडो गर्मी भयो जस्तो लाग्छ है। अनि म के कुरा गर्ने भन्दा तपाईँहरूलाई बाइक चाहिँ कुन मनपर्छ? स्पोर्ट बाइक मनपर्छ कि नेकेड बाइक मनपर्छ कि बुलेटहरू मनपर्छ कि कुन बाइक मनपर्छ? पसुन के भनेको अब अहिले यो कुरा छोडिदिउँ। अनि त्यसपछि अर्को कुरा गरौँ है त। के कुरा गरौँ भन्दा एक्लै भएको यस्तो भिडियो बनाउँछु भन्यो अनि दिमागमा के बोल्नु भनेर कुरै फुट्दैन क्या मेरो। दिमागमा। अनि यो बाइकको बारेमा भनौँ है त। यो मैले अहिले जान लागेको यो बाइक चाहिँ होइन, अनि के अरे कस्तो बाइक हो भने लिमिटेड एडिसन हो क्या। 200वटामा चाहिँ एउटा किन लाग्यो त्यो भनौँ न। अनि लिमिटेड भनेपछि त बुझिहाल्नुहुन्छ नि। यामाहाको 70th एनिभर्सरीको कस्तो ढुसी पऱ्यो हो। 200जनामा एकजना हामी पनि पर्छ। सबैजनालाई बाइकहरू मनपर्छ हो, लिनु पनि पर्छ मिलेसम्म होइन। अलिअलि पैसा कमाउने हो। अरू भनेको त्यस्तै हो। रमाउनु पनि पर्छ, कमाउनु पनि पर्छ। लाइफमा के छ र मरिलानु। त्यही भएर साथीभाइहरू लोभ गर्नु हुँदैन। त्यस्तो त होइन, लोभ पनि गर्नुपर्छ।
लोभ नगरेको भए त बाइक किन्ने पैसा कहाँबाट आउँथ्यो र होइन त्यही हो म चाहिँ क्याम्पेन कार र अर्छ मलाई यसो क्याम्पेन कारहरूमा घुम्न जाने यसो गरेर बाटो ताउती गरेर जान्थेँ आज चाहिँ एकदम यस्तरी हिँडेको चारै जाम भनेर तर भाइहरू आइसक्यो अघि मैले उनीहरूलाई 9:30 बजी बोलाएको थिएँ अनि यो क्यामेराहरू मिलाउँदै पनि मलाई ढिलो भयो कि अलिकति अनि ल पर्खिँदै गर म आउँदै गर्छु भनेर भनेको आज अब आज स्याटरडे हो नि त भाइहरू कामबाट बिचरा सिधै फर्स्टमा पुग्छु होला भनेको मैले लास्टमा भएँ उनीहरूलाई कुरा आयो मैले बिचरा यो बाटो चाहिँ लास्टै जिउताइ पर्ने बाटो हो कि कहिले कहिले कति टाढा बसेछु म जस्तो नि हुन्छ क्या अब के गर्नु त ओर्किङै यही भयो छुट्टी आएको मजा आयो ल अब चाहिँ म यहाँ आइपुगेँ उनीहरूलाई बिचरा उनीहरू त भर्खरै आएको होइन आशिष भाइ त अघिदेखि कुरे गयो नै आशिष भाइ अघिदेखि आयो अब 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 यहाँ 2 जना आउनु बाँकी छन् 2 जना आएपछि अनि हामी निस्किन्छौँ यहाँबाट आशिष भाइ तिमीसँग छ है म्याप तिमी अगाडि हिँड है म्याप तिमीसँग छ होइन अगाडि हिँड है तिमी अनि त्यसपछि यहाँबाट हामी जान्छौँ सोरुम सिधै ल हामी चाहिँ अब भाइहरू बहिनीहरू सबैजना भेट भयो अनि यहाँ अब यहाँ ह्याप्पी भ्यालेन्टाइन डे दिपा सचेत अघि 2 जना थिएन अनि त्यसपछि अब चाहिँ हामी जान्छौँ सोह्र भोलि हस् नमस्कार शुभ बिहान ल निस्किम हामी ल अब हामी चाहिँ अब सिधै सोरुम जान्छौँ यहाँबाट अब दिपा राइडर सानले यहाँ बाइक चलाउनु लागेको छ अर्को राइडर त उतापट्टि छ सोह्रको यहाँबाट चाहिँ हामी जाउँ सोरुम सिधै तर गर्मीको है आजको दिन त तिमीलाई ज्याकेटले गर्मी भएन मलाई कस्तो गर्मी भयो कि हाम्रो चाहिँ दिपा राइडर सान छ यहाँ बेचारा कति बजी बाइक कुदाएकोले आज आश भाइले गर्ने सन्तोषहरूले गर्ने त्यहाँ होइन त्यहाँनिर होइन दिपा कुद्छ त सिङ्गो पर्ने बित्तिकै दिपा त कुद्छ सिङ्गो पर्ने फिलिङले भाग्छ त भागेको हो नि ऊ यहाँ मतलब सिङ्गो येल्लो भयो अनि फिलिङले कुदाएको के अरे त्यो पनि हो त्यो केटी कहाँको उदयपुरेको फुलको थुङ्गान बेला दिन खोजेको हेलो गाइस आज चाहिँ हामी भ्यालेन्टाइन डे स्पेसल मनाउन यता यामाको सोरुमतिर आएको छौँ अरू कता कता जान्छन् होला हामी चाहिँ बाइकर भएपछि यामाको सोरुममा आउँछौँ कीप वाच सब्सक्राइब माई च्यानल स्पेसल हुँदैछ तपाईहरु वेट
रहनु यहाँ के हुन्छ खिचडी पाक्न आँटेको छ खिचडी पाक्न आँटिरहेछ अनि घाम पनि लागिरहेको छ किप वाच डोन्ट फर्गट टु सब्सक्राइब चाँडै भेजिदिनु भयो यार कस्तो ल हामी चाहिँ अब यामाको सोरुम आइसक्यौँ अब यहाँ ओसिआरआईहरू गर्नु छ अनि त्यसपछि ओसिआरआई गरेपछि अनि के अरे उस बोइलाई भन्नुपर्छ कि ल पैसा पैसा तिरौँ बाइक चाहिँ यो है वाउ बाइक चाहिँ यस्तो छ अनि अब मान्छे चाहिँ आउनु बाँकी छ दिदीले चाहिँ भ्यालेन्टाइन डेमा दाइलाई यो गिफ्ट किनिराख्नु भएको छ जापानमा चाहिँ उल्टो हुन्छ लेट्स वा कस्तो लागिरहेछ तपाईँको अहिलेसम्मको कमाइले दाइलाई गिफ्ट दिइरहेको लागि एकदम खुसी आइ एम ह्याप्पी ल यो मेरो भिडियो बना कहाँ गयो तपाईँहरू किप वाच हाम्रो युट्युब हेरेर नबिर्सौँ भन न युट्युब क्लिप हो त के हो भने यो चाहिँ अब हाम्रो आज भ्यालेन्टाइन डे गिफ्ट भनेर चाहिँ यो जापानभरिको त नभनौँ गएको वान एन्ड ओन्ली बाइक अहिलेसम्म आएको छ यो चाहिँ हाम्रो विमला दिदीले आफ्नो प्रिय श्रीमानलाई ठिक छ भविष्यको श्रीमान कुरा हो किन छ तपाईँहरूमा माया भनेको यस्तै हो ल तिमी त अनि माया म के होइन भन्थ्यौ त टक्क दिदीले चाहिँ अहिले ओसिआरआई गर्नुभयो कस्तो भइरहेको दिदी ओसिआरआईहरू छ यत्रो पैसा दिएर तपाईँको 3-4 वर्षको मेहनत यत्तिको चाहिँ हुनुपर्छ है आफ्नो भ्यालेन्टाइन स्पेसल बनाउनको लागि तपाईँहरूले चाहिँ यत्तिको डिजर्भ गर्नुहुन्छ कि होइन कमेन्ट गर्नु होला है त तोगा तो तिमी दिसका यो चाहिँ पैसा है जिम बुद्धे निजु चाहिँ अब चाहिँ फोन गर्नु है त सरप्राइज दिनको लागि कहाँ छ छैन आज मैले छुट्टै काम छ भनेर आएको थिएँ स्पिकर अन गर हेलो कहाँ हो तिमी हेलो कहाँ हो एकछिन यामाको सोरुममा आऊ त सुन्यौ एकछिन यामाको सोरुममा आऊ त भनेको कस्तो हो कहिले यहाँ आऊ न यामाको सोरुममा आऊ त ल छिटो कहाँ हो तिमी काम छ आइसकेको है यहाँ के छ भन्दै आहा ऊ चाहिँ के होला ल भन त के होला ए अनुहार देखाउनु उसको अनुहार कस्तो भयो ए तिम्रो बाइक हो तिमीलाई हो यो मन पर्यो ड्रिम बाइक हो नि तिम्रो कस्तो लाग्यो एक्सप्रेसन देखाउ न कस्तो लाग्यो बवाल छ मेरो हो र अरे देखाइदिनु क्या 28 लाखको बिल भर्खरै तिरेर भ्याएर सकेर तिमीलाई फोन गरेर बोलाएको हो कि कसम हो कि ल चढ ल अब हाम्रो चाहिँ अब बाइक लिएर अब लसनमा केही खाजा खाएर अब हामी चाहिँ कहाँ जाने रे सासागुरी जान लाग्यो अनि त्यसपछि ल अरू चाहिँ हामी सासागुरी गएपछि भेटौँ ल थ्याङ्क्स फर द वाचिङ अनि के भन्नुपर्छ भनिदेऊ त तिमीले थ्याङ्क यू फर वाचिङ अनि सब्सक्राइब गर्न नभुल्नु होला लाइक कमेन्ट गर्न नभुल्नु होला ओइ यहाँ चाहिँ खतरा इन्डिङ भयो है त बाइकको साउन्डसँगै ल थ्याङ्क यू